गुड मर्निङ गाइज सबैलाई गुड मर्निङ छ। हाम्रो बिहानको सिन हेर्नुहोस्, हाम्रो गाउँमा हाम्रो गाउँको घर माइती घर हेर्नुहोस् गाइज। यो रुम यो साने हाम्रो घर। यो चकचक गर्ने मान्छे। म खाना पकाउँदैछु गाइस। के पकाऊँ आज? हाम्रो गाउँको फ्रिजमा यस्तो छ, यहाँ हेर्नुहोस् तरबुज गाइस, काफल, ओहो खसिहाल्यो काफल त। मिठो छ काफल। गाइस अब म खाना पकाउँदै गइरहेको छु। यसमा भात पकाउने हो। अब भात पकाउँछु। चुलो यसमा भात पकाउने हो। अब आगो बालेर अम्बा, हाम्रो गाउँको आम हेर्नुहोस् गाइस, 3टै मात्र लागेछ। यो पनि कति ठुलो छ हेर्नुहोस्, 3टै मात्र छ। भान्सा, गाउँघरको भान्सा यस्तै हुन्छ गाइस। मुरुको हेर्नुहोस्, हाम्रो खेती, पानी खाने धारा, खेत, हाम्रो गाउँको यो घर। अब चामल सामल ल्याएर भात पकाउँछु मैले। किन निकालेको सामान बाबु? निकाल्दैछु गाइस हेर्नुहोस्। कता जान लाग्यो हजुर? हजुर कता गइसिन्नुहुन्छ? राजा हजुर कता गइसिन्नुहुन्छ हजुर? सामान किन झिकेको? गाइस यो सामान यो उताल खातल गरेर यसले अब म सामान लुकी गराउँछु। अब सामान लुकी गराउँछु म हैन। अब घर गएर जाँदाखेरि लाउने हज सामान। हज हुन्छ हुन्छ, म भात पकाऊँ हुन्छ। ल हजुर मोबाइल हेर्दै गरेर म भात पकाउँछु। हज बाई। अब हजुरलाई म खाना बनाएर देखाउँछु। हजुरलाई पछि भेट्छु ल। फाइनल गाइस खाना पकाइयो। भात, तरकारी, यति नै हो। हामी त खाने गाउँघरमा गाइस। फाइनली गाइस खाना पनि खाइयो। खाना खाएर आराम गर्दैछु। पहले त खाना खाइयो, अब सानेर खाना खाऊँ।
सार्ने त उड्दैन गाइस सुतेर के मस्त सुतेछ हाम्रो गाउँको होम टुर यो पूजा कोठा यहाँ छ फ्रिज यहाँ छ किचन यहाँ छ हामी सुत्ने रुम यति नै हो गाइस हाम्रो गाउँको घरको रुम अड्डालीले बापु खाइसक्यो फाइनली मेरो जानीले रिचार्ज ल खै उहाँ गरिदेऊ खै त गाइस अब साँझको खाना पकाउँदैछु तरकारी अर्ग्यानिक तरकारी अब साँझ तरकारी रोटीसँगै खाने हो गाइस अब चलाउनु पर्यो यसलाई तरकारी कसो फोटो खिच्नलाई चाहिँ लाग्दियो टिभी हो फाइनली गाइस काटिसके अब पकाउनु सुरु आगो बाल्छु हजुरलाई म तरकारी पकाएर देखाउँछु हेर्नुस् हाम्रो अर्ग्यानिक तरकारी यसलाई पकाल्नु पर्छ गाइस हामी खाने हो हेलो गाइस आगो सागो बालिसकेँ मैले आज चाउमिन पकाउने हो हेर्नुस् आगो बालेर मान्छे लगाइसकेँ मैले हजुरले म पकाएर देखाउँछु बाई गाइस बनाइसकेँ खानापिना रेडी भइसक्यो अहिले म यस्तो कालो देखिरहेँ होला यस्तो चाहिँ लाइटको स्थिति